नमस्ते। आजको यो भिडियो चाहिँ मेरो होम अफिस सेटअप मैले कसरी बनाएँ। मैले टेबल फुल स्क्रैचबाट आफै बनाएको हो हैन। यसको काठ आफै किनेर आफै काटेर त्यसलाई जोडेर स्यान्डिङ गरेर कलर गरेर सबै आफै गरेको हो। यो टेबल मैले फुल स्क्रैचबाट कसरी बनाएँ त्यसको प्रोसेस पनि यही भिडियोमा छ। यसलाई कति कस्ट लाग्यो त्यो सबै यो भिडियोमा छ। अनि मेरो फुल सेटअप बनाउँदा कति कस्ट लाग्यो तपाईँहरूले सोच्न पनि सक्नुहुन्न। त्यति सस्तोमा मैले टेबल र मेरो सेटअप गरेछु हैन। बेसिकली यो टेबल मैले बाहिर किन्दा मलाई जति कस्ट लाग्थ्यो त्यति कस्टमा मैले फुल सेटअप गरेछु। अनि यो चाहिँ मेरो अब पोखरामा मैले बाहिर फर्निचरमा गएर सोद्धाखेरि मलाई मेरो अनुसारले टेबल बनाइदिनु या मेरो अनुसारको टेबल चाहियो भन्दा धेरै फर्निचरसँग चाहिँ अब छैन या टाइम लाग्छ या कसैले चाहिँ कस्ट धेरै भन्ने त्यो प्रब्लमलाई चाहिँ कसरी सल्भ गर्न सकिन्छ र घरमा भएको बेसिक टुल्सले नै यो आफूलाई चाहिने नर्मल सेटअप चाहिँ कसरी बनाउन सकिन्छ त्यसको बारेमा यो भिडियो हुन्छ। हजुरहरूलाई पनि यही टेबल बनाउन मन छ या यस्तै टेबल बनाउन मन छ भने यसको फुल प्रोसेस भिडियो अब आउँछ। त्यसपछि चाहिँ यो टेबललाई कति कस्ट लाग्यो अनि यो फुल सेटअपलाई कति कस्ट लाग्यो म भन्ने नै छु। नमस्ते, न्यू डे न्यू भ्लग। आज चाहिँ म अहिलेसम्म काठको काम गर्दै नगरेको मान्छेले पनि घरमा चाहिँ कसरी यो वुडन डेस्क मैले चाहिँ मेरो वर्किङ घरमा एउटा स्मल अफिस कर्नर जस्तो बनाउनु लाग्छ हैन। त्यसमा चाहिँ अब डेस्कटप राखेर या मोनिटर ल्यापटप राखेर काम गर्न मिल्यो हैन। मैले चाहिँ 2x6 को एउटा टेबल बनाउँदैछु आफैले भन्नाले अहिलेसम्म एक्सपिरियन्स केही छैन। सबै अब युट्युब भिडियो यताउता रिसर्च गरेर ल म चाहिँ यहाँ मेरो काठहरू लिन आएको छु हैन। मैले चाहिँ यहाँ लगभग 5 दिन जस्तो अगाडि बनाउन थिएँ, रेडी भयो भनेर आज फोन आइरहेको थियो। यहाँ लिन आएको छु। अनि यो चाहिँ 1x2 को फलेकोहरू हो। यसलाई चाहिँ काटेर अनि यसको साइज दिने हो। यो चाहिँ मेरो काउन्टर टप हो। वुडमा चाहिँ मसँग यो पछाडिको चाहिँ 6x2 को हैन फुल यो चाहिँ काउन्टर टप हो हैन। अनि यो काठ चाहिँ मैले फेरि मेरो फ्लोटिङ सेल्फको लागि लिएर आएको, काउन्टर टपको माथि राख्नको लागि हैन। माथि अब त्यहाँ अब बुक्सहरू राख्नको लागि। अनि यो बेसिकली 2x1 को फलेकहरू हो। यसलाई चाहिँ मैले खुट्टामा युज गर्छु यसलाई जोडेर हैन। अनि यो चाहिँ बेसिकली टुल्सहरू हो। अब मेरो यहाँको लागि लाग्ने टुल्स सुरुमा अब एउटा ह्यान्डी ड्रिल भइहाल्यो, प्लायर हैन, यो पेन्चिस भइहाल्यो, एउटा पावर सकेट छ, अनि यो फाइलर छ हैन। फाइलर पछि यो पुटिङ ब्लेड छ, त्यसपछि रोलर छ, रोलर सँगसँगै दुईवटा ठुलो सानो ब्रस छ। यसमा चाहिँ 1 इन्चको स्क्रु छ। यो चाहिँ मेजरिङ टेप भइहाल्यो, यो चाहिँ वुड काठ काट्ने आरा भइहाल्यो, एउटा ड्रिल बिट। अब अनि त्यसपछि एउटा यो स्क्रु ड्रिलको स्क्रु हैन। त्यसपछि अरू र मेटेरियल के चाहिन्छ भन्दा अब यो दुईवटा, एउटा चाहिँ लिन फ्री क्लोथ भइहाल्यो, एउटा नर्मल क्लोथ। त्यसपछि यो स्टेन भइहाल्यो, यो मैले चाहिँ ब्राउन स्टेन लिएछु। त्यसको माथि लगाउनको लागि यो वुडविन पोलियुरेथिन फेभिकल हैन। त्यसपछि यो स्यान्ड पेपर 80 को 3 पिस। त्यसपछि 120 को 180 को र 220 को 3 पिस गरेर यहाँ स्यान्ड पेपर छ। यो चाहिँ एल ब्र्याकेट हो, एल ब्र्याकेट हैन। अनि यो चाहिँ चक पाउडरको चाहिँ वुडको ग्याप फिल गर्नको लागि मसँग अब यति मेटेरियल भएपछि चाहिँ अब म मेरो काम सुरु गर्छु। यो चाहिँ अब बेसिकली एउटा DIY भिडियो हुन्छ। घरमै हजुरहरूले एउटा डेस्कटप राख्ने एउटा बेन्च कसरी बनाउन सक्नुहुन्छ। मैले अब 3-4 दिन रिसर्च गरेर अनि अब यो साइज चाहिँ मेरो अनुसार छ। हजुरलाई अब 2x6 को नबनाइकन
4को बनाउनु मन छ यो टेबल टप भन्यो त्यही अनुसार यो सामानहरू पनि थोरै पर्छ। अब उताको सामानहरू त यो सबभन्दा मिनिमम आउने सामान हो यो चाहिँ, सबैलाई यति नै ल्याउनुपर्छ होला। सँग यहाँ ब्रुनो पनि छ, उसले चाहिँ अब यहाँ मोरल सपोर्टको लागि मात्रै हो, यहाँ हेल्थ केही गर्दैन यसले। ल अहिले गर्मी भइरहेछ, पोखरामा गर्मी बढेर ल सुरु गरौँ है त। पहिला म यो ठुलो वुडलाई चाहिँ स्टेन गर्छु, किनकि यसमा धेरै टाइम जान्छ, 3 दिन जस्तो यो स्टेन गर्नै लाग्छ, किनकि 2 कोट स्टेन लगाउनु पर्छ, त्यसको माथि पोलियुरेथिन 2 कोट लगाउनु पर्छ, अनि हरेकलाई चाहिँ 1 दिन छोड्नुपर्छ। त्यही भएर चाहिँ म यो स्टेन गर्दै अनि पहिला स्टेन गर्छु, अनि यो काटेर यसको, अनि मैले चाहिँ यो यसमा चाहिँ हाम्रो वाइट कलर लगाउने प्लान छ, अनि त्यसमा चाहिँ स्टेन कफी ब्राउनवाला चाहिँ स्टेन गर्ने प्लान छ। यसलाई चाहिँ प्राइमर लगाएर रङ लगाउने हो, यो 2 दिनमा सकिन्छ। त्यसलाई चाहिँ 4 दिन लाग्ने भएको र पहिला त्यो गरेर अनि यो गर्ने प्लान छ। स्टेन गर्नुभन्दा पहिला चाहिँ हजुरले पहिला आफ्नो वुडको फिनिस हेर्नु होइन, जतातिर अलि नराम्रो जस्तो छ। मलाई चाहिँ यसको तलको भाग मन परेको भएर चाहिँ यो माथिको भागलाई चाहिँ म यो अहिले माथि परेको भागलाई चाहिँ म टेबल टपको मुनि राख्छु होइन। त्यही भएर सधैँ स्टेन सुरु गर्नुभन्दा पहिला स्टेन चाहिँ फर्स्ट कोट चाहिँ तल गर्नु, किनकि यो गऱ्यो भने तपाईँलाई एउटा अनुमान हुन्छ कस्तो खाले बस्छ, अनि केही मिस्टेक भइहाल्यो भने नि टेबल टपको मुनिपट्टि यसो मिस्टेक हुन्छ, माथि चाहिँ राम्रो बस्छ भनौँ न। त्यही भएर अब म यसलाई चाहिँ अब पहिला यो फाइलिङ गर्छु। यो चुच्चोले चाहिँ यहाँ जस्तै हात राख्दा पछि अलि अप्ठ्यारो गर्नुसक्छ नि त, यसलाई फाइल गरेर स्यान्ड गरेर पुसेर अनि त्यसपछि म स्टेन लगाउनु सुरु गर्छु। हाम्रो यो फाइलिङ पनि भयो होइन, यतापट्टि गर्नु छ र यता सबै भयो। तलको चाहिँ फ्लिप गरेर गर्नुपर्छ होइन। 80, 120 र 220कोले 180 अनि 220कोले चाहिँ फेरि घोट्नुपर्छ स्यान्ड पेपरले घोटेर, अनि त्यसपछि यसलाई म स्टेन गर्छु। ल गर्मी चाहिँ लास्ट धेरै भएर अलि कम्फोर्टेबल कपडामा आइयो होइन, फेरि काम सुरु गर्छु। र 120को गऱ्यो, अब 180 र 220कोले एकचोटि स्यान्डिङ गरे चाहिँ एकदम स्मुथ हुन्छ। त्यसपछि यो रेडी हुन्छ। यो मेरो अहिले गरिरहेको चाहिँ मेरो टप पार्ट नै हो, स्यान्डिङ टप पार्टमा गरौँ, अनि बटम पार्टमा स्यान्डिङ गरेर अनि त्यसपछि त्यसमा स्टेन गर्ने प्लान हो। तल स्टेन गरेर फर्काएपछि अनि यो चाहिँ रेडी हुन्छ नि त स्टेन गर्नु, फेरि यसलाई घोटिराख्नु पर्दैन, अनि यसको धुलो त्यसमा जाँदैन। अब 180 र 220को सुरु गर्छु होइन। यो सुरुको चाहिँ जस्तै सुरुको 80 र 120को घोट्न जति गाह्रो हुन्छ, यिनीहरू घोट्न चाहिँ त्यति गाह्रो हुँदैन, किनकि त्यसले नै धेरै स्मुथ बनाइदिइसकेको हुन्छ। यसले चाहिँ हल्का अब बाँकी रहेको अलि धेरै नै रफ प्याचलाई चाहिँ यसले हो होइन। जति 120 भन्दा माथि 320 पनि आउँछ। 320 चाहिँ हातले गर्न मिल्दैन, त्यो चाहिँ ग्राइन्डर नै चाहिन्छ होइन। 320तिर गयो भने अझै स्मुथ, अब जस्तै इपोक्सी टेबलहरू बनाउने हो भने चाहिँ त्यसमा चाहिँ 320हरू 350 400हरू युज हुन्छ। अब यो हातले गर्दाखेरि चाहिँ 220 भन्दा माथि जानेले रिजल्टै दिँदैन। यो माथिको गर्दाखेरि चाहिँ यस्तो एउटा
वुडको पिस लिनु होइन, यसलाई चाहिँ यो अब स्यान्डिङ पेपरलाई यसरी गरेर यसरी गर्दा चाहिँ सजिलो हुन्छ। यस्तो स्यान्ड पेपरमै 220 भनेर लेखेको हुन्छ होइन, हजुरलाई किन्न जाँदा पनि सजिलो हुन्छ। अघि त्यो टुलहरूमा चाहिँ यो भन्न बिर्सेछु, यो चाहिँ अब खास त उसको हो, के अरे कपडाको लागि हो, तर वुडको लागि चाहिन्छ एउटा यो पर्पेन्डिकुलर होइन, अनि त्यसपछि स्केल एउटा चाहियो, आफूसँगै भएको कुरा होइन, सार्पनर भइहाल्यो। अब यो चाहिँ मेन कार्पेन्टरको मेन अब पेन्सिल होइन, उनीहरूले चाहिँ अब यस्तरी राखेको देखिन्छ नि होइन। ल अब चाहिँ सायद अर्को तलको पार्टमा यही कामहरू गर्छु होइन। यो छेउतिरको चाहिँ मैले माथिको गर्दा यो तलको यो बिट चाहिँ मैले यो गर्दा नै दुइटैतिर साइन गरिसकेँ, तलपट्टि चाहिँ माथिको सर्फेस मात्रै गर्न बाँकी छ। ल यो टेबल चाहिँ दुइटै साइडतिर चाहिँ हाम्रो स्यान्डिङ भइसक्यो होइन, यो साइडतिर पनि राम्रो स्यान्डिङ भइसक्यो, सबतिर यो धार पनि मारेर ट्याक्क। अब चाहिँ स्टेनको लागि रेडी भयो। अब म यसलाई एक लट पुस्छु होइन, पुसेर अनि स्टेनतिर जान्छु। मसँग चाहिँ यो वुड प्लसको ब्राउन स्टेन छ होइन, यसले चाहिँ लगभग यो कफी कलर आउँछ। यो चाहिँ सधैँ लगाउँदा चाहिँ ग्रेनको साइडमा मात्रै लगाउनु, जस्तै हाम्रो यो वुड यस्तरी छ नि त, यसको ग्रेन यस्तरी छ भने सधैँ यसरी मात्रै लगाउनुपर्छ बेसिकली। ल यो चाहिँ वुड स्टेन चाहिँ यस्तो भयो मेरो होइन, त्यसको माथि चाहिँ क्लियर कोट आउँछ भनौँ न। अब चाहिँ म यो खुट्टातिर जान्छु, यसलाई चाहिँ अब आजलाई चाहिँ यतिकै छोडिदिन्छु, यसमा भोलि स्टेन गर्छु म अब अरू होइन। हाम्रो अब सबतिर चाहिँ 2 इन्ची छोडेर गर्ने मेरो प्लान छ होइन। ल बाहिर चाहिँ खत्रै पानी पऱ्यो होइन, मैले वर्क स्टेसन चाहिँ यता सारेँ। अब चाहिँ म आज चाहिँ यही खुट्टा बनाएर आजलाई चाहिँ बन्द गर्छु। यो 4 पिस भयो 28 इन्चीको, अनि यो 20 इन्चीको 4 पिस। यो 20 इन्चीको 4 पिस छ होइन। अब म यसलाई चाहिँ कसरी जोड्छु हेर्नु होला है। जस्तै अब मसँग स्क्रु यहाँ छ होइन, अनि यो फ्री ड्रिल गर्नको लागि यो एउटा ड्रिल बिट छ। Trying at the same shit, kinda tired, tryna give a fuck. Saving grace has never hit the same end.
ल आजलाई चाहिँ यति फ्रेम बन्यो होइन पानी परेको भएर चाहिँ आजलाई चाहिँ हल्ट गर्नु पर्ला भोलि भेटौँला अब गाइस ल आज डे 2 हो होइन आज चाहिँ हिजो हामीले यो टेबल यहाँसम्म बनाएको थियौँ होइन यो चाहिँ यसको फ्रेम बन्यो र यसमा चाहिँ यसलाई स्ट्रक्चरली अलिक सपोर्ट गर्नको लागि अब आज चाहिँ अरू काठहरू जोड्ने प्लान छ मेरो सपोर्ट जोड्नु पऱ्यो अब यो यहाँबाट यहाँ एउटा अनि यहाँबाट यहाँ एउटा जोड्छु होइन त्यसपछि अनि अरू गरौँ ल 129 ल अब यो ब्याक साइडको चाहिँ यहाँ चाहिँ डबल सपोर्ट भयो होइन यो कतै जाँदैन तल पनि एउटा सपोर्ट भयो अगाडिपट्टि चाहिँ त्यस्तो सपोर्ट राख्नु मिल्दैन अब यहाँ अब चाहिँ म के गर्छु भन्दा यही ब्याक साइडमा अब यहाँबाट यहाँ र त्यहाँबाट त्यहाँ जोइन गर्छु यो चाहिँ यो र उता त्यस्तै अर्को यो दुइटा चाहिँ राखेँ होइन अब यस्तै अगाडिको साइडमा पनि रिपिट गर्नु पऱ्यो अब चाहिँ मैले यो पछाडिको फ्रन्ट साइडतिरको यो लेगलाई चाहिँ स्ट्रङ बनाउँदैछु होइन यतापट्टि चाहिँ यहाँ देखाइदियो त यो हालेँ मैले 26 इन्चीको अब यो पनि 26 को काट्छु होइन अनि त्यहाँ राख्छु काट्ने चाहिँ अब हाम्रो पावर टुल चाहिँ छैन यसले नै काट्ने होइन अब यसलाई चाहिँ यहाँ राख्ने के ए अब यसमा चाहिँ के गर्ने भन्दा गम लगाउने अनि स्क्रु हान्दिने हस् ल यो चाहिँ पछाडिको सपोर्ट पनि भयो होइन अब यसलाई अगाडिको सपोर्ट पनि भयो अब यसलाई यहाँ राखेपछि बलियो भयो यो अब मजाले जत्रो नि धान्छ होइन अघिको स्टेपबाट चाहिँ यो जोडेँ मैले यसलाई चाहिँ बाहिरबाट जोडेँ होइन यसलाई यो चाहिँ कस्तो भन्दा यहाँबाट अब यस्तै राख्ने होइन यसलाई पहिल्यै मैले नापेर ट्याक्क साइजको बनाइसकेको छु होइन अब यो यहाँ यस्तरी ट्याक्क गएपछि अनि बाहिरबाट यसरी स्क्रु हान्दिने फाइनल फ्रेमिङ चाहिँ यस्तो देखियो होइन अब बलियो भइसक्यो ल आज चाहिँ हाम्रो कलरिङ डे हो होइन म चाहिँ पहिला यसलाई चाहिँ अब यहाँ स्यान्डिङ गर्छु त्यसपछि यो ग्यापहरू यस्तो ग्यापहरू फिल गर्छु त्यसपछि फेरि स्यान्ड गर्छु अनि त्यसपछि चाहिँ अनि प्राइमर चाहिँ आज लगाउने आज यसमा पनि फाइनल कोट लगाएर अनि अगाडि बढ्ने ल यसलाई चाहिँ मैले अब आज स्यान्डिङ गर्न लाग्यो तर एउटा के बिर्सिएछ भन्दा यसरी बस्दाखेरि चाहिँ यसरी खुट्टा राख्ने कुरा राख्न बिर्सेछ होइन तलबाट लगभग 4 इन्ची जस्तो उठाएर अनि त्यो राख्नु पर्ला यसलाई चाहिँ
यो र अनि त्यो राखेँ। ल यो चाहिँ मैले अब यहाँ तलको यो खुट्टाको रेस्ट पनि उयो पनि बनाएँ होइन, भित्रपट्टि यस्तो स्ल्यान्ड पोजिसनमा। यो हेर्दा चाहिँ यस्तो देखिएछ। अगाडिपट्टि चाहिँ कुर्सी बस्छ होइन, यता यता चाहिँ ब्याक साइड हो। अब यसको चाहिँ सब फिनिसिङ भयो। अब यसलाई चाहिँ घोटघाट पारेर अनि म फिलिङतिर जान्छु। मैले घाममा सुकाएको छु। अब यसको स्टेनको काम सुरु हुन्छ। माथि चाहिँ यो अस्ति मैले स्टेन गरेको काठ हो होइन, यसको माथि चाहिँ मैले पोलियुरेथिनको एक कोट लगाएको छु। अब यो चाहिँ यसलाई सुक्नलाई 3 देखि 5 घन्टा लाग्छ होइन। त्यो सुकेपछि एकचोटि यसलाई 180 को स्यान्डिङ पेपरले स्यान्डिङ गरेर अनि फेरि यो लगायो भने अनि सेकेन्ड कोट या थर्ड कोट लगाउनुपर्छ ब्रसले लगाउँदा चाहिँ। मजाले यो स्यान्डिङ गर्दैछु होइन 80 ले। अब दिनभरि यो सुक्यो होइन, अब फुल स्यान्डिङ गर्छु अनि त्यसपछि चाहिँ अनि प्राइमर लगाएर छोडिदिन्छु। आज चाहिँ स्यान्डिङ चाहिँ मजाले नै गर्नुपर्छ। लुज सबलाई हटाउनुपर्छ, बाहिरको नचाहिने ग्यापको मात्रै फिल छोडिदिने होइन। ल अनि यसलाई म स्यान्ड गरेर एकचोटि स्पिरिटले पुसेर अनि त्यसपछि अनि कलर लगाउँछु। यो चाहिँ मैले एकचोटि स्यान्डिङ गरेँ होइन, यसको माथि फाइनल कोट लगाउँछु। यो चाहिँ यस्तो देखियो होइन फिनिसिङ। यो चाहिँ ब्याक साइड हो, उतापट्टि चाहिँ फ्रन्ट साइड हो होइन। यो चाहिँ फाइनल कोट भयो होइन, यतिको देखेछ। डिआइवाईमा चाहिँ योभन्दा चाहिँ खतरा बनाउनु सकिएन होइन। अब यसमा चाहिँ अफ वाइट लगाउँछु, हात चाहिँ यस्तो हुन्छ। जस्तै यो चाहिँ प्राइमर होइन, वुड प्राइमर इनामेल बनाएर लिएर चाहिँ यो चाहिँ अफ वाइट इनामेल हो। तारपिङ तेल चाहिँ किन लगाएको भन्दा जस्तै यो चाहिँ इनामेल चाहिँ ओइल बेस्ड हुन्छ नि त, त्यसलाई चाहिँ तारपिङ तेल युज हुन्छ। अनि जुन स्पिरिट बेस्ड अल्कोहल बेस्ड जस्तै हाम्रो स्टेनहरू हुन्छ होइन, त्यसमा लागेको स्टेन चाहिँ त्यसको स्टेनको मुनि चाहिँ यो ओइल लगाउनु हुँदैन, त्यसमा चाहिँ स्पिरिटले पुस्ने हो। कपडा भिजाएर अनि यसलाई यसरी पुस्ने। बेसिकली यसको धुलो बाहिरको धुलो फालेको हो। र आज डे 4 हो होइन यो बनाउनेको। यसमा चाहिँ अब म आज प्राइमर लगाउँदैछु। प्राइमर चाहिँ मैले यो युज गरेको छु। यसमा चाहिँ 5% चाहिँ तारपिङ तेल हालेर यहाँ मिक्स गरेको छु होइन। यसलाई चाहिँ रोलरले लगाउँछु अनि भित्रभित्र नपुगेको ठाउँमा चाहिँ ब्रसले लगाउँछु। ल हाम्रो चाहिँ अब यो चाहिँ प्राइमर भएर रेडी भएर बसेछ होइन, सुक्दैछ। कतिको सुकेछ, लगभग सुकेछ होइन। यसलाई एकछिन टाइम दिन्छु। अब यसलाई पहिला म स्टेन गर्छु होइन। ल यो चाहिँ हाम्रो फर्स्ट कोट स्टेन भएर भ्याइयो होइन। ल अब यसमा चाहिँ मैले माथि एक कोट पोलियुरेथिन लगाएँ होइन। यहाँ चाहिँ मैले यो 1 लिटरको पेन्टको चाहिँ हाफ राखेको छु होइन। पहिला अब एक कोट लगाउँछु अनि सेकेन्ड कोट फेरि लगाउनुपर्छ। फर्स्ट कोट चाहिँ यस्तो देखियो होइन। यसको माथि त्यो ब्ल्याक टप यसरी आउँछ होइन। आज डे 5 होइन, आज चाहिँ सायद कम्प्लिट हुन्छ होला। यो हिजो लगाएको रङ चाहिँ सुकेछ होइन। अब आज चाहिँ म एक कोट लगाएर अनि यसलाई अब घाममा छोडिदिन्छु। त्यसमा नि एक कोट बाहिरबाट लगाउनु पर्नेछ। यो दुइटा गरेर अनि म घाममा राखेर छोडिदिन्छु आजलाई। अनि बेलुकातिर फिटिङ गर्छु। यो चाहिँ मेरो
फाइनल कोड भयो होइन। अब म यहाँ स्यान्डिङ गर्दैछु अहिले 180ले एउटा गर्छु अनि त्यसपछि चाहिँ 220ले अर्कोले स्यान्डिङ गरेर मजाले होइन। यो चाहिँ मैले स्यान्डिङ गरेँ होइन 180 र 220को स्यान्डिङ पेपरले यस्तो छ। अब मैले पुस्छु अनि फेरि अनि त्यो पोलियुरिथिन चाहिँ फेरि लगाउँछु। तर त्यसमा चाहिँ तल विल्स राख्नुपर्ने छ, विल्स चाहिँ म लिन जान्छु अब एकछिनमा। यो चाहिँ माथिबाट पोलिस लगाएर अब फाइनल कोट भयो होइन। यस्तो देखिएछ। अब यो सुकेपछि चाहिँ अझै टल्किन्छ होइन। साइडतिर नि एकचोटि तल लाउँदा एक कोट लगाएको थिएँ, अब अहिले चाहिँ माथिको लगाउँदा फेरि साइडतिर अर्को एक कोट लगाइदिएँ। अब यताको चाहिँ यो हेर्नु पर्दा चाहिँ लगभग सुक्यो जस्तो लाग्छ के अरे। यसमा सेकेन्ड कोट लाउँदैछु होइन अनि फाइनल गरेर अनि यसलाई चाहिँ अब म राखिदिन्छु सुक्नको लागि। त्यसलाई नि मैले उल्टो बनाइदिएँ होइन। अब यो माथि यसको बेसमा लगाउन बिर्सेँ रहेछ, तलपट्टि यो भागमा यसमा पनि एक कोट लगाएँ। यस्तो भएछ। टेबल चाहिँ अहिले यसो चेक गर्नको लागि माथि राखेको छु। यसलाई चाहिँ एल ब्रेकेटले उस चाहिँ गरेको छैन, कस्न चाहिँ कसेको छैन, तर यस्तो देखियो टेबल चाहिँ। अब यो चाहिँ अगाडि यता चाहिँ कुर्सी बस्छ होइन। यो चाहिँ भित्ताको साइडतिर यता चाहिँ यस्तो बस्छ। मसँग चाहिँ यस्तो एल ब्रेकेट छ होइन। यसलाई चाहिँ मैले कसरी राख्छु भन्दा अब यहाँ यस्तो छ। अब यताभित्र यहाँभित्रपट्टि चाहिँ यसरी होइन यहाँ मसँग 15 पिस छ होइन। ठाउँ ठाउँमा यसरी म स्क्रुले कस्छु। ड्रिल गर्दाखेरि चाहिँ त्यो ड्रिल गाइड छैन भने चाहिँ यसरी टेप बाँधेर अनि पुरै ड्रिलले छेड्छ नि त। अब यहाँ त अब यो सानो छ होइन। यसरी ड्रिल गर्दा पुरै बाहिरसम्म जान्छ, त्यही भएर बाहिर नजाने ठाउँसम्म यसरी टेप लागेपछि आफूले ड्रिल गर्दा पनि थाहा हुन्छ अनि यता बाहिर निस्किँदैन बेसिकली। यो चाहिँ एउटा ह्याक हो होइन। हाम्रो टेबल चाहिँ यस्तो हुन्छ। मैले चाहिँ यहाँ तल यो विल पनि लिएर आएर राखेँ होइन। यो चाहिँ जुन पनि हार्डवेयर टुल्स स्टोरमा पाइन्छ। मैले 4वटा खुट्टामा यो विल्स राखेँ। वेलकम ब्याक। हजुरहरूले यो टेबलको भिडियो त हेरिहाल्नु भयो र यो टेबल बनाउँदा कति कस्ट लाग्यो त जस्तो मनमा चाहिँ लाग्यो होला। यो टेबल बनाउँदा मलाई 16,425 रुपियाँ जस्तो लाग्यो होइन, र मेटेरियल मात्रै। त्यो चाहिँ अब यही साइजको बनाउँदा मैले यो चाहिँ 6x2को बनाएको छु। हाइट चाहिँ मेरो 28 इन्ची छ, तल विल्सहरू छ होइन। अब हजुरहरूले यही साइजको या यही काठको बनाउनुहुन्छ भने लगभग त्यति लाग्छ। अब काठ चेन्ज गर्नुहुन्छ, मैले चाहिँ यो माथिको काश्मिरी सल्लो युज गरेछु। यो चाहिँ मेरो नर्मल यहीँको नेपाली सल्लो छ होइन। तपाईँले माथि सल्लो नगरिकन साल या अरू काठहरू युज गर्नुहुन्छ भने प्राइस चेन्ज हुनसक्छ। सुरुमा चाहिँ मेरो मोनिटर, सुरुमा देखिने मोनिटर छ। मेरो मोनिटर चाहिँ MSIको 273E14 भन्ने मोनिटर हो। यो चाहिँ अब अहिलेको 2026को लेटेस्ट मोनिटर छ। 144 हर्ज रिफ्रेस रेट, 1 मिलिसेकेन्ड रेस्पोन्स टाइम होइन, सबै छ यसमा। अब यसलाई पावर गरिरहेछ मेरो ल्यापटपले। मेरो ल्यापटप चाहिँ Acer Aspire 7 हो होइन। i7 8th जेनेरेसन
32 GB ऱ्याम, 1 TB हार्ड डिस्क होइन, 256 GB SSD सबै छ त्यसमा। अब ल्यापटप पछि चाहिँ हामी मेरो अरू सेटअपतिर जाऊँ होइन। अब एउटा वायरलेस किबोर्ड भइहाल्यो, फ्यान्टेकको माउस छ, फ्यान्टेककै यो गेमिङ माउस प्याड छ होइन। त्यसपछि चाहिँ अब मलाई चाहिँ बाइक्स र कार्सहरू मनपर्ने भएको भएर अलिअलि यहाँ कार्सहरू बाइक्सहरू छ होइन। अनि यो चाहिँ मेरो भ्लगिङ सेटअपहरू सबै यहीँ छ। स्पिकर पनि छ मसँग, मेरो पछाडि एउटा बेस छ होइन, अगाडि दुईवटा ट्विटर छ। यो चाहिँ मेरो मल्टी ब्लग हो होइन। यसमा चाहिँ 70 वाटको चाहिँ दुईवटा USB टाइप-C र USB छ, अनि छेउतिर चाहिँ 4वटा चाहिँ छुट्टै प्लग छ। ल यो फुल सेटअपलाई चाहिँ अब मैले भनिहालेँ, टेबललाई 16,425 पर्यो भने मेरो मोनिटर पर्यो 34,000 को। अरू अब यो किबोर्ड माउसहरू सबै गरेर मेरो 10K जस्तोमा अम्केछ। त्यसरी नै अब लगभग 60,000 जस्तोमा मेरो यो फुल सेटअप कम्प्लिट भएको छ। अब यो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। यस्तै यस्तै भिडियोहरू हजुरहरूलाई अझै चाहिन्छ। अझै अब मैले यो सेटअपमा अरू एड गर्दैछु, जस्तै यहाँ माथि फ्लोटिङ सेल्फहरू एड गर्दैछु होइन। र यस्तै यस्तै भिडियोको लागि लाइक, सेयर, सब्सक्राइब गर्नु होला। हस् त, पिस आउट।